हेलो नमस्ते सम्पूर्णमा म न्युरोलोजिस्ट यानि ज्ञानको ज्योतिष कृष्ण नेपानी के छ सबैजना सन्चै हुनुहुन्छ सन्चै हुनु पर्यो है त सबैजना जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् है। अब हाम्रो इङ्ग्लिस डेट अथवा एडीमा तपाईँको हाम्रो न्यू इयर आउने कुरा चाहिँ भइरहेको छ। जस्तो 2026 चाहिँ तपाईँ हाम्रो समथिङ लगतै लगतै सुरु भइरहेको छ है। अब हामी जस्तो हाम्रो जन्म अनुसार है त हाम्रो पर्सनल इयर कतिमा छ भन्ने कुरा भयो। जस्तो अब 2026 चाहिँ 1 नम्बर अथवा 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर है 7 नम्बर 8 नम्बरको लागि के कस्तो छ त भन्ने कुरा चाहिँ थोरै म जानकारी लिएर आइसकेको छु है। तपाईँ ध्यान दिएर सुन्नु होला। समग्रमा 2026 चाहिँ तपाईँ हामी दाजुभाइ दिदीबहिनी सबैको लागि चाहिँ एउटा गोल्डन इयर चाहिँ छ है। तपाईँले गोल्डन अपर्च्युनिटी पनि तपाईँले यसभित्र चाहिँ गर्न सक्नुहुन्छ। जस्तो तपाईँले सोचेको कुराहरू तपाईँलाई के छ, तपाईँ बिजनेसमा जान चाहनुहुन्छ अथवा तपाईँ जबमा पनि तपाईँ त्यहाँनिर ट्राई गर्दै हुनुहुन्थ्यो है। अनि तपाईँ बाहिर देश चाहिँ जाने तपाईँको योजना थियो। हरेक चिजहरूलाई चाहिँ एकदमै फुल्ली सपोर्ट गर्नेछ है त। यो 2026ले तपाईँ हामीलाई सबैलाई चाहिँ सबैको लागि एउटा गोल्डन अपर्च्युनिटी लिएर आएको छ है त। मात्रै तपाईँ जो पनि हुनुहुन्छ 8 तारिक 17 तारिक र 26 तारिक जन्मेको व्यक्तिलाई भरि यहाँनिर तपाईँको प्रब्लम चाहिँ इस्यु चाहिँ क्रिएट गर्न सक्छ है। अदरवाइज अरू सबैको लागि 1 देखि 9 सम्मको व्यक्ति 8 बाहेक है सबैको लागि तपाईँ जे गर्न चाहनुहुन्छ गर्नुहोस्। हाइली रिस्क लिएर गर्न चाहनुहुन्छ गर्नुहोस्। जे काम पनि गर्नुहोस्। मात्रै 8 तारिक 17 तारिक र 26 तारिक जन्मेको व्यक्तिले चाहिँ नगर्नु होला। तपाईँलाई चाहिँ हेल्थ इस्यु आउनसक्छ है। अनि त्यसपछि तपाईँको विशेष गरेर रिलेसनमा प्रब्लम आउन सक्छ है। गाडी घोडा कसैको छ भने फलामबाट अलिकति यो वर्ष चाहिँ नसुक्ला है त। फलामको लागि यो इयर चाहिँ त्यतिको राम्रो छैन। त्यसरी चाहिँ अगाडि बढ्नुहोस् र आफ्नो बारेमा सम्पूर्ण कुराहरू जान्ने आफ्नो रोल एन्ड गोल के हो है त। मैले के गर्दा राम्रो हुन्छ, म जब गर्ने कि बिजनेस गर्ने है त, कुन क्षेत्र मेरो लागि राम्रो सुइटेबल भन्ने कुराहरू थाहा पाउनको लागि है त। अब बिहेकै कुराहरू पनि कति जन्मेकोसँग बिहे गर्ने है। अनि मेरो लक्की डेट कुन हो, लक्की दिन कुन हो, लक्की नम्बर कुन हो, लक्की कलर कुन हो, मेरो लाइफ पथ चाहिँ के हो भन्ने कुरा सबै चिजहरू जान्न मन छ भने तपाईँलाई तुलसीपुर महानगरपालिका वार्ड नम्बर 6 हात्तीखोवामा अफिस छ। तपाईँहरू भिजिट गर्नुहोला। सबैजनालाई सेवा गर्ने मौका दिनुहोला। हस्, धन्यवाद।